फाइनली ह्याङ्गिङ ब्रिजमा ह्याङ्गिङ रकमा चाहिँ हामी पुगिसकेका छौँ। चट्ट लगाएर आजको दिन चाहिँ अब ह्याङ्गिङ रक्समा हामीले बिताउने छौँ होइन त किरण? आज यहाँ किरणको डेस्टिनेसन अब किरणले चुज गरेर हामी आज यता आछौँ। मेरो फर्स्ट टाइम अब घुमघामै मेलबर्नमा चाहिँ किरणसँग। अरू के भन्न चाहन्छु किरण? के छ? केही भन्नु छैन अरू। भन न भन के? ठिक छ अरू सब। लगाएर खोलेर यताको इन्भाइरोमेन्ट यस्तो छ गाइस। पानी पऱ्यो त यार, ठ्याक्कै पानी पऱ्यो त यार। सिन राम्रै देखिरहेको छ यता हेर। आज त चिक्ना देखिरहेको छ त। अस्ति किन हिँड्दै सर्ट? ल अब चट्ट लगाएर अब ह्याङ्गिङ ब्रिज, खालि ह्याङ्गिङ ब्रिज आउँछ यार। कस्तो ह्याङ्गिङ रक्समा चाहिँ अब चट्ट लगाएर हामी घुम्न गइरहेका छौँ होइन। यता टिकट कति काट्नुपर्छ किरण हामीले? ए गाडीको पैसा थियो। ल इन्भाइरोमेन्ट यस्तै छ यताको। चट्ट लगाएर हिँड्नुपर्छ अब। क्याफे स्याफे छ यता होइन। चट्ट नो स्मोकिङ जोन। पानी पऱ्यो त यार राजा यार। यार पानी पऱ्यो यार। ए ल हाम्रो चट्ट के तिमीलाई थाहा छ? ए के हो यो? त के प्लास्टिक हो क्या? त्यो त प्लास्टिक हो सबै होइन? मात्र बनाएको एउटा ह्याङ्गिङ पिस। के अरे यहाँको टुरिस्टहरूले हालेको अनि यहाँ कलेक्ट गरेर राखेको लागि। ए चट्ट लगाएर यो छ के? फुलहरू हो र होइन? प्लास्टिकहरू। ए स्याम्पल हो क्या यताको? ट्रेलर ए ल के हो यसो इन्फर्मेसन? अब तिमी आएको मान्छे यसो भन्नु पऱ्यो नि त राजा। चिडी जस्तो छ यार। These are some animal skeleton, some dogs, animal poo as well. Animal को poo पनि छ र? Bird nest, some insect over there. I think this one insect हो। अनि larva moth हेर त। larva यार। यदि स्नेल हो क्या है? हामी ड्रागनलाई कति छोपेको थियौँ यार टिकापुरमा। खै ए यो त इम्रो हो यार है। इम्रोमा कसम मुसा कहाँ छ? reptile skin, snake lizard, snake and lizard. सबै ल्याएर छ त यार। Rising from around 70 kilometers below of the surface, melting in the mantle of magma which erupts from as the lava from volcanoes. So, these are the area where there were lava before, I think. No, it's not lava, it's volcano. Sorry for that. Volcano. पहिले भोल्केनो आएको रहेछ त्यसो भए।
Yeah, these are the यो चाहिँ कस्तो भन्दाखेरि यो भिक्टोरिया अल अराउन्ड भिक्टोरियाको भल्केनोहरू रहेछ सायद फलो पनि बस्नुहुन्छ ए भित्र भित्र चाहिँ दुम्की रहेछ कसरी हेर्ने होला त्यहाँ क्लोज लगाउनु अनि देख्छ कि 2x मा गर्नु 2x मा 1x मा गर हैन 1x मा देखिन्न क्लोज गर देखो गाइस देयर इज दुम्सी एयर ट्र्याकिङ लक व्हाट द फक इज दिस को अलि हिस्ट्रीको बारेमा ह्याङ्गिङ रक्सको बारेमा यता हेरेर डिस्क्राइब गर ए अब यहाँ भल्क्यानो फुट्या गाइस हैन भल्क्यानो फुटेर अब यस्तो रक फर्मेसन भएको अहिले फुट्या हैन धेरै पहिला फुट्या हो अब त्यो एक्ज्याक्टली टाइम मलाई पनि थाहा छैन है गाइस अरु अब यहाँ यस्तो राउन्ड अबाउट जस्तो छ राउन्ड एक राउन्ड हानेर आउने यहाँबाट सायद राउन्ड भन्दा नि माथि गएर चाहिँ आउने आई थिङ्क माथि गएर एकचोटि घुमेर आउनु मेरो ल मजाम ल कति हजार वर्ष अगाडि आएको केही थाहा छ कि कति 100 वर्ष अगाडि भने पहिला चाहिँ यता चाहिँ मान्छेहरू पनि बस्थ्यो ए को अलि हिस्ट्रीको बारेमा ह्याङ्गिङ रक्सको बारेमा यता हेरेर डिस्क्राइब गर ए अब यहाँ भल्क्यानो फुट्या गाइस हैन भल्क्यानो फुटेर अब यस्तो रक फर्मेसन भएको अहिले फुट्या हैन धेरै पहिला फुट्या हो अब त्यो एक्ज्याक्टली टाइम मलाई पनि थाहा छैन है गाइस अरु अब यहाँ यस्तो राउन्ड अबाउट जस्तो छ राउन्ड एक राउन्ड हानेर आउने यहाँबाट सायद राउन्ड भन्दा नि माथि गएर चाहिँ आउने आई थिङ्क माथि गएर एकचोटि घुमेर आउनु मेरो ल मजाम ल कति हजार वर्ष अगाडि आएको केही थाहा छ कि कति 100 वर्ष अगाडि भने पहिला चाहिँ यता चाहिँ मान्छेहरू पनि बस्थ्यो ए को अलि हिस्ट्रीको बारेमा ह्याङ्गिङ रक्सको बारेमा यता हेरेर डिस्क्राइब गर ए अब यहाँ भल्क्यानो फुट्या गाइस हैन भल्क्यानो फुटेर अब यस्तो रक फर्मेसन भएको अहिले फुट्या हैन धेरै पहिला फुट्या हो अब त्यो एक्ज्याक्टली टाइम मलाई पनि थाहा छैन है गाइस अरु अब यहाँ यस्तो राउन्ड अबाउट जस्तो छ राउन्ड एक राउन्ड हानेर आउने यहाँबाट सायद राउन्ड भन्दा नि माथि गएर चाहिँ आउने आई थिङ्क माथि गएर एकचोटि घुमेर आउनु मेरो ल मजाम ल कति हजार वर्ष अगाडि आएको केही थाहा छ कि कति 100 वर्ष अगाडि भने पहिला चाहिँ यता चाहिँ मान्छेहरू पनि बस्थ्यो ए भएन यो राजा यार तिमी थाक्ने भए त स्टक खै त तिम्रो स्टामिना ल आज चाहिँ हामी हो यो डाँडामा चाहिँ जाने प्लान छ केटाहरूको अब यहाँ जानलाई चाहिँ हामीले लगभग लाग्छ यताबाट 1 घन्टा हैन यो डाँडा के गर्ने हाम्रो नेपालको त अब यस्ता त कति हुन् हिमाल भएको ठाउँ हुन्छ अब अस्ट्रेलियामा चाहिँ यही डाँडो हेरेर खुसी हुनु पर्यो के गर्ने गाह्रो छ अब कति टाइम लाग्छ हामीलाई त्यो टपमा जानको लागि किरण तिमी गएको छैन अहिलेसम्म अब हामीलाई त्यहाँ जानको लागि लगभग 1 घन्टा लाग्ला बिस्तारै गयो भने नत्र हामी 20 मिनटमा पुग्छौँ रे किरणको अनुसार चाहिँ होइन त्यति पनि लाग्दैन होला 20 मिनट पनि लाग्दैन किन मलाई के थाहा तिम्रो 20 मिनट त लाग्नु पर्ने कम्तीमा त्यसैले पुगिसक्यो अब हामीहरू कति चाँडो हो पुगेको ए के हो त्यो मुखको तारा जस्तो अलरेडी एउटा स्पटमा छ नि हैन त्यसलाई चाहिँ डिस्टर्ब गर्नु हुँदैन किरण यो खासै ह्यान्डसमको राज के होला तिम्रो यो चमकको राज जन्मिने बित्तिकै यस्तो जन्मियो त हैन यसमा के को दोष
जाउँ जाउँ। टपमा यो हो, टपको लगाएर तल ताल छ, यता माथि रक्सहरू छ। दामी दामी छ होइन, मान्छेहरू पनि खतरा खतरा आइरहेको छ नि, त्यही भएर हेर्न मन पनि लाग्छ नि टक्क लगाएर है। मान्छेहरू पनि राम्रो छ, रक्स पनि दामी छ। अनि यसो हेर्दाखेरि अहिलेको अलिअलि त त्यो हाम्रो के अरे अवतार मुभीको पनि यहाँ भाइब्स आउला जस्तो छ अलिअलि चाहिँ, त्यस्तो धेरै त छैन। अवतार मुभीको 1% भाइब आउला जस्तो छ। रक्सहरू यो चाहिँ खतरा लाग्यो मलाई, तल तार हुन्छ नि जुन तार चाहिँ। ल किरण त्यसको लागि चाहिँ थ्याङ्क यू भन्न चाहन्छु है। टक्क लगाएर यस्तो लगाएर अस्ट्रेलिया जस्तो गर्मी ठाउँमा टक्क तार देख्दा त मनै आनन्द हुन्छ त, नखाए पनि भनौँ न है। अब हामी एउटा जान्छौँ, आधी घन्टामा अब यताबाट हामी हिँड्छौँ। बप्पा लगाएर बसिन्छ ल। पुलिस रिपोर्ट आइसक्यो, पुलिस रिपोर्ट आइसक्यो मेरो। यस, हिजो एप्लाई गरेको आज आइहाल्यो यार, एक दिनमै। यो पुलिस चेकको चाहिँ खासै इम्पोर्टेन्स के हो किरण? यता हेरेर राम्रोसँग डिसाइड गर न। ए ल किरण, अब यसको बारेमा हाम्रो ह्याङ्गिङ रक्सको बारेमा पनि के यसो 2-4वटा शब्द भन्नु पर्यो होइन? के छ? हामी त यहाँ गाइरहेको छ, घुम्न आएको छ धेरै दिनपछि, मजा आइरहेको छ। केटीले के गरिरहेको थियो हेर्न मजा पनि त्यो पनि आइरहेको छ। अब हामीलाई नै एक्ज्याक्टली थाहा छैन कसरी बन्यो भन्ने कुरा, तर हामीले सुन्दाखेरि चाहिँ भल्क्यानो थियो, भल्क्यानो इरप भएर यस्तो फर्मेट भन्ने सुन्यो हामीहरूले। त्यो तल पढ्दा चाहिँ यस्तो भन्ने कुरा थाहा भयो। अब हामी जाँदैछौँ माथि फेरि त्यसको। ल अब हामी जान्छौँ माथि चट्ट लगाएर। अब हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ। चढिदिउँ न त, चढिदिउँ जाने। भोलि काम गर्नु छ होइन, पैसा कमाउनु छ। मलाई त्यसै बेला खासै मलाई घुम्ने इन्ट्रेस्ट त 0 होइन, तर अब किरणले बोलाइसकेपछि अब आज त घुम्नै पर्छ यार अस्ट्रेलिया आइसकेपछि भन्ने प्लान हो खासमा चाहिँ। एकचोटि त अब किरणले भनिसकेपछि नाइ भन्न त नो नेभर, सँगै छैन त्यसमा। ल अहिले हामी टपमा आइसकेका छौँ, चट्ट लगाएर ह्याङ्गिङ रक्सको टपमा। ए रक्सहरू चाहिँ सब यस्तै छ, यस्तै रक्सहरू हो। तल चाहिँ दामी छ। के हो क्यामेरा के भएको हो यो? किरण के भन्नु छ? कस्तो भइरहेछ फिलहाल चाहिँ? अल्छी लागेको छ। किन अल्छी लाग्यो? एक्लै आएर किन त्यस्तो? अल्छी त नलाग्नु पर्ने तिमीलाई ल्याएर आउनु पर्ने रहेछ। खै भाउजूले बोलाएन, अब म के भन्नु त अहिले? तिमीले भाउजूले मानेको भए त मलाई त के बोलाउँथ्यो? No, there's an actual rock itself that you can see is hanging. Like the thing is hanging. Just hanging in the air. Yeah, no, that's from the bottom, not from the top. Like, it's a bit of top, just the top thing. Yeah, no, esa formación de las rocas, no mames. ¿Estamos por ahí? I might have to. I was pretty sure there was. To go around like this mountain. Yeah. So I think one time I went there as well. So from there it's like really like nice like rock formation. If you come down the car path, you go straight and ल अब हामी ठ्याक्कै ह्याङ्गिङ रक्समा आएको लगभग कति भयो 1 घन्टाभन्दा बढी बितिसकेको छ होइन। अलिअलि फोटो भिडियो गरियो। आज चाहिँ मेनली चाहिँ हाम्रो किरण सरको लागि अब यसो भिडियो सुटहरू गरिरहेको छु मैले होइन। तर किरण सर मान्नु छैनन्, के गर्ने, फर्स्ट टाइम यस्तै हो सबै कुराहरू। बिस्तारै जब हुन्छ अब बल्ल मान्नुहुन्छ होला पछाडि चाहिँ। अनि अहिले चाहिँ यस्तो दामी रिल्याक्स पिस ठाउँमा आइरहेको छौँ भनौँ न। आज चाहिँ हामी यहाँ ठक्क लगाएर होइन। अनि टक्क यता फुलहरू पनि दामी छ यतातिर। अनि अब हेरौँ अब किरण सरले अरू कहाँ ठाउँ घुमाउनुहुन्छ। आज चाहिँ ह्याङ्गिङ रक्समा हामीलाई ल्याइदिनु भएको छ, धन्यवाद।
कहाँबाट ए किरण सर माथि बसिरहेछन् चट्ट फेरि फोटोसुट लोकेसनमा गइसके मोडल मान्छे परियो गाह्रो छ उनलाई है ए तल चाहिँ यस्तो सिन छ टक्क लाएर मैले यसो एक दुईवटा फोटो भिडियो खिचिदिनुपर्छ उसको ल कति टाइम पछि यता आएको कति टाइम पछि एउटा भे भनेको हान्दिउँ एउटा हो ए हिजो एउटा कता हो दोस्त कता ह्याङ्गिङ रक्स छ अब खै त ह्याङ भएको छैन उसले त उठीकै रक्स भन्नुपर्ने हो यो बेला अब हामी यस्तोबाट यो एङ्गलमा झरिसकेका छौँ अब केही क्षणमा यहाँ भुइँजन आउने होला अब हामी यताबाट जान्छौँ चट्ट लगाएर यसरी ग्याप चाहिँ अति नै धेरै चाहिँ ग्याप चाहिँ अब यताबाट म हराउँछु अर्कै ठाउँबाट आउँछु है ल यो अर्को लोकबाट आएर हामी यहाँ पृथ्वी लोकमा फेरि आइसकेका छौँ अब मैले यो भनौँ न होइन यो एकदम अतिले यो हामीले सङ्घर्ष गरेर अब ठुलै यहाँ चुनौतीको पार गर्दै म अब आफ्नो लोकमा जान चाहन्छु यताबाट त्यसरी जान सकिन्छ बिस्तारै बिस्तारै भन्छ बिच यहाँ सर्प पनि आउनु सक्छ एकदमै गाह्रो छ एकदमै गाह्रो यसमा त एकदम म के भन्न चाहन्छु भने प्रोफेसनल गाइडेन्सबाट हो होइन त्यही भएर चाहन्छ नि मान्छेले जस्तो नगर्नु होला यति साह्रो रिस्क नलिनु होला यो चाहिँ एकदम हाम्रो प्रोफेसनल मान्छेहरूबाटै यो स्टन्ट चाहिँ हामीले उयो गरेका छौँ त्यो यसमा जानु पर्दैन अब मेलबर्नको एकदम ओ माई गड के हो त्यो ताल किरण त्यो ताल हो कि के हो किरण खतरा छ खतरा यार कडी छ त त्यो ढुङ्गामा जाउँ न त्यो माथि अब्बाल देख्दा सिन्दा यार आमा अहिलेसम्मको बेस्ट हो है दादा औरा सिना दिएर यार अब्बाल सिन्दै ल अहिलेसम्मको बेस्ट सिन भनेको मेरो यो हाम्रो ह्याङ्गिङ रक्समा यो हो टक्क लाएर तल ताल्छ एउटा मान्छे रक्सहरू छ दामी दामी छ होइन मान्छेहरू पनि खतरा खतरा आइरहेको छ नि त्यही भएर हेर्न मन पनि लाग्छ टक्क लाएर मान्छेहरू पनि राम्रो छ रक्स पनि दामी छ अनि यसो हेर्दाखेरि अहिलेको अलिअलि त त्यो हाम्रो के अरे अवतार मुभीको पनि यहाँ भाइब्स आउला जस्तो छ अलिअलि चाहिँ त्यस्तो धेरै त छैन अवतार मुभीको 8% भाइब आउला जस्तो छ रक्सहरू यो चाहिँ खतरा लाग्यो मलाई तल तार हुन्छ नि तार चाहिँ ल किरण त्यसको लागि चाहिँ थ्याङ्क यू भन्नु चाहन्छु टक्क लगाएर त्यसको लगाएर अस्ट्रेलिया जस्तो गर्मी ठाउँमा टक्क ताल देख्दा त मनै आनन्द हुन्छ त नखाए पनि भनौँ न है अब हामीबाट जान्छौँ आधी घन्टामा अब यताबाट हामी हिँड्छौँ कपाल आइसकेको ल र फाइनल्ली चाहिँ हामी यो टक्क तालदेखि यहाँ ठाउँमा आइसकेका छौँ अहिले चाहिँ टक्क एकछिन किरण छ हाम्रो ताल टक्क लगाएर देखाइदिउँ होइन रुखको छेउमा चाहिँ कस्तो दामी छ तर सरी बाई मिस्टेक ताल चाहिँ होइन यो चाहिँ गाईहरूको लागि पानीहरू भाइ किरण सर होइन एकदम दामी छ ल प्लिज यार बस्नुलाई चाहिँ कुन ठाउँ यो यार यस्तो ठाउँ यार किरण कहाँ गयो किरण हरायो त्यो केटो यार लो आएको भए त मार्ने कताबाट होइन क्या आमा सिधै मार्छ यार कहाँ गयो मान्छे फेरि क्या था ये भाई क्या था के हो यो पनि नाग जस्तो छ यार लो त्यो बाटो रहेनछ तँ पनि ह्याङ्गिङ कसरी भयो त अनि
ह्याङ्गिङ कसरी हो? यताउता उप भयो चाहिँ यसलाई ह्याङ्गिङ भन्नु मिल्छ? यो होला यो चाहिँ होला कसरी भयो पनि ह्याङ्गिङै भन्यो नि ह्याङ गरिरहेको त खै हल्लिएको खै त्यसमा त सपोर्ट छ। किरण सरले के गर्नु खोजिरहेको खासमा चाहिँ नयाँ गएको पत्ता लगाउनु भयो क्या किरण सरले। छिर्दिउँ ए नछिरौँ ए छोडिदेऊ फेरि अड्केला मोटो मान्छे चाहिँ फेरि गाह्रो होला मलाई। फाइनल्ली हाम्रो गाउँघरतिर भन्थ्यो नि त्यो भीमले उचालेको ढुङ्गो होइन आज चाहिँ म उचाल्यौ नि त मामफुली उचाल्नु त हुन्थ्यो राजा तर फेरि सबै भत्किएला भनेर हो क्या यता अरू पनि छ नि त ह्याङ्गिङ कामै भयो भने भत्कियो भने त त्यही भएर मान्नु त यस्तो के छ अरे सर्ट उचाल्ने भने पनि यहाँ देखेको छ एक्जिक्युट नेचुरल एक्जिक्युट भनेको ह्याङ्गिङ गर्छु ल ल ल ल ठिक छ ल यस्तै छ गुफा यहाँ कति हो यहाँ भन्ने साथै छैन सट्ट लगाएर होइन। अब यताबाट हामी 3-4 घन्टा भयो आएको यता 3 घन्टा जति भयो होला आएर टाइम यसो भिडियो सिडियो खिच्यो चट्ट लगाएर रमाइलो पनि भयो। आजको लागि हाम्रो भ्लग यहीँ इन गर्दै अनि आजको लागि हामीले भ्लगलाई यहीँ इन गर्छौँ होइन किनभने आजको हाम्रो 3 घन्टा जति गइसक्यो अनि ह्याङ्गिङ रक्स भनेर चाहिँ अब खै कहाँनिर छ थाहा भएन तर रक्सहरू चाहिँ अलग ठुल्ठुलो छ। ह्याङ्गिङ रक मनाङमा हाम्रो त्यो धमिराले बनाएको जस्तो हुन्छ नि त्यहाँ सेम यस्तै ढुङ्गाको छ चट्ट लगाएर ह्याङ्गिङ भन्छ नि कसरी ह्याङ्गिङ भन्ने यसलाई यस्तै छ।